नमस्ते। आज म तपाईहरु सामु सहकारी संस्थाको निकायले गरेको परिवर्तनको बारेमा नयाँ कानुनहरु नयाँ निर्देशिकाहरु जारी गरेको छ त्यस सम्बन्धीमा छोटो मिठो जानकारी लिएर उपस्थित भइसकेको छु। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले 2082 साल 2 महिना 9 गते नयाँ निर्देशिका जारी गरेको छ सहकारी संस्थाको लागि। त्यस सम्बन्धी रहेर हामी आज चर्चा बर्चर्चा गर्नेछौँ। सबैभन्दा पहिला त सहकारी संस्थामा अहिले विद्यमान समयमा धेरै खालको समस्याहरू देखिएको छ र धेरै खालको जनताको प्रत्यक्ष डिपोजिटहरू चाहिँ कि हिनामिना भएको अथवा चाहिँ त्यसको चाहिँ एकाउन्टेबिलिटीहरू गर्न नसकिएको कुराहरू देखिएको छ। त्यो कारणले गर्दाखेरि पनि सरकारले यस्तो खालको अलिकति नयाँ प्रोभिजनहरू ल्याएको जस्तो मलाई लाग्छ। अब हामी हेर्नु नगरी 1 to 1 हेर्दै जाउँ। सबैभन्दा पहिला कुरा त के भन्दाखेरि ठुलो कारोबार गर्ने सहकारी भनेर छुट्याउने कोसिस गरेको छ, छुट्याएको छ। के को आधारमा भन्दाखेरि लास्ट इयरको अडिटेड फाइनान्सियल स्टेटमेन्टको आधारमा यदि कुनै पनि सहकारी संस्थाको कुनै पनि भन्नाले बचत तथा ऋण सहकारी संस्था अथवा 30% भन्दा बढी कारोबार बचत तथा ऋणसँग सम्बन्धित गरिन्छ भने इन्कम जेनेरेट गर्छ भने त्यस्तो ठुलो सहकारी संस्थाहरूको यदि लोन अथवा डिपोजिट 25 करोड भन्दा बढीको छ भने त्यस्तो किसिमको सहकारी संस्थाहरूलाई चाहिँ हामीले चाहिँ ठुलो सहकारी संस्था बनाउन सकिन्छ भनेर क्लियरली यो कुराहरू चाहिँ प्रस्तुत गरिएको छ। र यही सहकारी संस्थाको बचत तथा ऋण सहकारी संस्थालाई मध्यनजर राखेर नै यी प्रोभिजन अब हामीले पढ्न लागेको हामीले चाहिँ अहिले बुझ्न लागेको प्रोभिजन यही सम्बन्धी नै हो है। अब हामी सरसरी जाँदाखेरि सहकारीको लिमिट अफ डिपोजिट भन्ने छ। म्याक्सिमम त्यो ठुलो सहकारी संस्थाले कतिसम्म डिपोजिट उठाउन पाउँछ अथवा कलेक्सन गर्न पाउँछ भन्दा 15 टाइम्स अफ द प्राइमेरी क्यापिटल भन्दा बढी गर्न पाउँदैन भनेर रिस्ट्रिक्सन लगाएको छ। र लोन टेकन फ्रम द बीएफआई र नेशनल कोअपरेटिभ ब्याङ्कबाट लिँदाखेरि म्याक्सिमम 100% अफ द क्यापिटल फन्ड भनेको पुँजी कोषबाट अथवा 5% अफ द टोटल एसेट व्हिच विल बी लोअर हुन्छ त्योभन्दा बढी चाहिँ क्यापिटल उठाउन पाउँछ र त्योभन्दा बढी चाहिँ लोन उठाउन पाउँदैन, ऋण लिन पाउँदैन भन्ने कुरा प्रश्न प्रदान गरेको छ। र यदि त्यही केसमा पनि कुनै सहकारी संस्थाहरूमा ग्रुपको बेसिसमा चाहिँ के त ग्यारेन्टी बसेर चाहिँ विभिन्न सङ्घ संस्थाहरू लगानी गरेर चलिरहेको सहकारी संस्थाहरू पनि छन्। त्यस्तो केसमा छ भने 51% भन्दा बढी त्यस्तो खालको ग्रुप सेयर होल्डिङ गरेर लगानी गरेका संस्थाहरू कोअपरेटिभहरू छन् भने त्यस्तो केसमा चाहिँ 20% अफ द टोटल एसेट र अथवा 10 टाइम्स अफ द क्यापिटल फन्ड व्हिच विल बी लोअर म्याक्सिमम त्योसम्म चाहिँ लोन लिन पाउने भन्ने क्राइटेरिया तोकिएको छ है। अब प्रति सदस्य बचतमा सङ्कलनको सीमा भन्ने कुरा पनि यसमा तोकिएको छ। त्यसमा चाहिँ म्याक्सिमम 10% अफ द प्राइमेरी क्यापिटल भन्दा बढीको हामीले डिपोजिट कलेक्सन गर्न पनि कुनै इन्डिभिजुअल पर्सनबाट हामीले चाहिँ मेम्बरबाट भनौँ मेम्बरबाट हामीले चाहिँ डिपोजिट कलेक्सन गरेर ल्याउन चाहिँ नसक्ने अवस्था छ। अहिले रिस्ट्रिक्सन लगाइदिएको अवस्था छ है। र अर्को कुरा पनि के छ भन्दाखेरि अब यो कुराहरू कम्प्लाइट भएको छैन भने 1 वर्षभित्रमा कम्प्लाई गर भनेर पनि दिएको छ। 1 वर्ष भन्नाले अब आउने 82-83 असारभित्रमा कम्प्लाई गर भन्ने कुरा पनि यसमा लेखिएको छ। र बचत सङ्कलनलाई 3टा भागमा बाँडिएको छ। एउटा चाहिँ जनरल सामान्य नियमित र मुद्दती निक्षेप भनेर छ। मुद्दती निक्षेपको केसमा पनि 3 वर्षसम्म मात्र राख्न पाउने त्यहाँभन्दा बढी मुद्दती निक्षेपको पैसाहरू उठाउन नपाउने भन्ने खालको प्रावधानहरू राखिएको छ। र आवधिक बचतको रूपमा पनि भनेको छ भनिन्छ फिक्स्ड डिपोजिटलाई। र अर्को कुरा के त भन्दाखेरि रेगुलर डिपोजिट गर्दाखेरि मिनिमम चाहिँ 25% अफ टोटल सेभिङ चाहिँ हुनैपर्छ भन्ने कुरा चाहिँ स्पेसिफाई गरेको छ। अब रेगुलर डिपोजिट चाहिँ 25% टोटल सेभिङ एमाउन्टको रेगुलर डिपोजिट चाहिँ भइ नै गर्नुपर्छ। यो चाहिँ बोर्डले चाहिँ यसलाई एप्रुभ गराउनुपर्छ भने चाहिँ सञ्चालक समितिलाई छोडिएको जस्तो देखिन्छ। र अर्को कुरा भनेको कस्तो भने सोर्स अफ मनीको कुरामा क्लियरिफाई गरेको छ। के क्लियरिफाई गरेको छ 10 लाख भन्दा बढी कुनै पनि किसिमको क्यास डिपोजिटहरू हुन आउँछ भने त्यसमा चाहिँ सोर्स अफ फन्ड चाहिँ क्लियरली रूपमा देखाउनै पर्छ भन्ने कुरा। यो एएमएल-सीएफटी अहिले जुन ग्रे लिस्टमा परेको छ त्यसको कार्यान्वयनको लागि पनि यो चाहिँ नियम कार्यविधि ल्याएको जस्तो लाग्छ मलाई। 10 लाखभन्दा बढी केसमा सोर्स अनिवार्य गराइएको छ। अब अर्को कुरा के त भन्दाखेरि पहिला के थियो भन्दाखेरि 3 महिनासम्म मेम्बर भएको 3 महिनापछि मात्रै लोन लिन पाउन सक्ने भन्ने प्रावधान थियो भने अहिले त्यसलाई अलिकति परिवर्तन गरेर के गरिएको छ ठुलो सरकारीको हकमा भने यदि ढिटो दिएर लोन लिने हो भने चाहिँ 3 महिनाको क्राइटेरिया एक्जिस्टिङै छ। यदि ढिटो नदिइकन पनि लोन लिने अथवा दिने अवस्था आउँछ
डिमान्ड आउँछ, सबै क्राइटेरिया मिट हुन्छ भने त्यस्तो केसमा चाहिँ कम्तीमा पनि 6 महिनाको मेम्बर बनेको 6 महिना कटेको हुनुपर्छ भन्ने कुराको पनि एउटा क्लियरली चाहिँ यसमा स्पेसिफाई गरिएको छ। त्यो मात्रै नभएर सिंगल अब्लिगर लिमिट भन्छ र एउटा व्यक्ति अथवा त्योसँग सम्बन्धित कुनै पनि किसिमको संस्थासँग जोडिएर गरेको व्यक्तित्वसँग गरिएको कारोबार जसलाई सिंगल अब्लिगर लिमिट भन्छ, त्यो म्याक्सिमम 15% अफ द पेड प्राइमेरी क्यापिटल भन्दा बढी दिन नपाउने भनेर क्लियरली यो प्रावधान पनि राखिएको देखिन्छ। अर्को म्याक्सिमम लोन चाहिँ उचारो कोलाटरल कतिसम्म दिन पाउने भन्ने कुरा पनि सीमा तोकिएको छ। त्यसमा चाहिँ म्याक्सिमम मोनिटरी लिमिटको कुरा गर्ने भने 3 लाख रुपियाँ अथवा नियमित बचतको 5 गुणासम्म दिन पाउने भन्ने चाहिँ विच वेज लोअर है, त्यो चाहिँ पैसा चाहिँ बिना धितो पनि दिन पाउने कन्डिसन हुन्छ। तर मैले त्यो कन्डिसनमा माथि अर्को के भनेको थिएँ 6 महिना कटेको हुनुपर्छ बिना धितोको लागि भने त्यो कन्डिसन लागू भयो र सँगसँगै दुईटा मेम्बरको कम्तीमा पनि दुईटा मेम्बरको चाहिँ पिजी पर्सनल ग्यारेन्टी चाहिँ कम्पलसरी हुनुपर्छ भन्ने कुरा पनि यसमा चाहिँ लागू हुन्छ। अब अर्को कुरा के छ भन्दाखेरि मेन प्रोपर्टीहरू पर्चेस गर्नको लागि कन्स्ट्रक्सन गर्नलाई सहकारी संस्थाहरूले आफै गर्न पाउँछ कि पाउँदैन भन्ने कुरा पनि क्लियरिफाई गरेको छ। पाउँछ, आफ्नो प्रयोजनको लागि कुनै जग्गाहरू किन्नको लागि कुनै पनि किसिमको घरहरू कन्स्ट्रक्सनहरू गराउन संस्थाको प्रयोजनको लागि गर्ने पाउँछ र त्यसको लागि कन्डिसनहरू के थपिएको छ भन्दाखेरि के थपियो भन्दा पनि के कुरा राखिएको छ भने रेगुलर प्रफिट भएको सहकारी संस्थाहरू हुनु पर्यो र कुनै पनि क्यारी फरवर्ड लसेसहरू भएको हुनु भएन र अर्को मिनिमम क्यापिटल फन्ड चाहिँ मेन्टेन जुन तोकिएको छ जो टोकिङ क्यापिटल फन्ड सरकारी विभागले त्यो चाहिँ मेन्टेन गरेको हुनुपर्छ भन्ने छ र त्यो सँगसँगै मोनिटरी लिमिट पनि तोकिएको छ। म्याक्सिमम चाहिँ 25% अफ द प्राइमेरी क्यापिटल अथवा 50% अफ द रिजर्भ जुन छ त्योभन्दा बढी चाहिँ लगानी गर्न पाइँदैन भनेर चाहिँ तोकिएको छ र त्यसको खालको निर्णय गर्नको लागि र एजिएममा नै साधारण सभामा नै 51% अथवा 51% भन्दा बढीको किसिमको मेजोरिटीले के गर्नुपर्छ पास गरेको त्यहाँ हुनुपर्छ भनेर यो कुरा प्रष्ट लेखिएको छ। अब र यसको नोटिस पनि डिपार्टमेन्टलाई चाहिँ 30 दिनभित्र पठाइसकेको हुनुपर्छ भन्ने कुरा पनि यसमा क्लियरली देखिएको छ। र अब अर्को एउटा चाहिँ एकदमै सहकारी संस्थाहरूलाई अलिकति अप्ठ्यारो पर्ने खालको देखिन्छ पुरानो सहकारी जसले कम्प्लाइन गरेको छैन। कस्तो प्रोभिजन आयो भन्दाखेरि टोटल ऋण लगानीको चाहिँ 50% कम्तीमा पनि 50% ऋण लगानी चाहिँ कृषिको क्षेत्रमा लगाउनु पर्यो होइन, उद्योगमा लगाउनु पर्यो, व्यवसायमा लगाउनु पर्यो, उत्पादनमा लगाउनु पर्यो भनेर अहिले चाहिँ स्पेसिफाइड नै गरेको। जस्तो पहिला बैंक तथा वित्तीय संस्थाहरूमा पनि यो प्रोभिजनहरू अलरेडी आइसकेको थियो। अब यसै गरी यहाँ प्रोडक्टिभ सेक्टरको लागि, व्यापार व्यवसायको लागि, उद्योगको लागि, कृषिको लागि कम्तीमा पनि 50% चाहिँ लगानी गरेको हुनुपर्छ भन्ने खालको प्रोभिजन नयाँ राखिएको छ। यदि नगरिएको मेन्टेन नभएको यस्तो भने 1 वर्षको टाइम पनि दिएको छ, 83 असारसम्म यसलाई चाहिँ लिमिटभित्र ल्याइसक्नुपर्छ भन्ने खालको प्रावधान पनि राखिएको छ। र यससँगसँगै तपाईँलाई ग्रेस पिरियड दिन पाउने भन्ने छ। ग्रेस पिरियड भनेको के भन्दाखेरि कहिलेकाहीँ अब इएमआई दिँदाखेरि अथवा इक्युआई दिँदाखेरि भनेको किस्ताबन्दी गर्दाखेरि 6 महिनादेखि वर्ष दिन बैंक तथा वित्तीय संस्थामा त्यो दिने चलन गरिएको छ ग्रेस पिरियड। यहाँ चाहिँ के गर्छ भने त्यो ग्रेस पिरियड उपयुक्त ग्रेस पिरियड बोर्ड अफ डाइरेक्टर सञ्चालक समितिले निर्णय गरेर गराउन सकिन्छ भन्ने छ। र त्यो ग्रेस पिरियड सिकिसकेपछि चाहिँ इक्युआई भन्दा बढीको चाहिँ रिपेमेन्ट सेड्युल दिनु हुँदैन भन्ने खालको छ। भनेको मतलब कि त हामीले मन्थली इएमआई पेमेन्ट गराउनु पर्यो कि त क्वार्टरली चाहिँ पेमेन्ट गराउनु पर्यो, इक्युआई पेमेन्ट गराउनु पर्यो भन्ने कुरा चाहिँ क्लियरली यस्तो कुराहरू चाहिँ यो उसमा खुलाइदिएको छ है। पहिला अब यो कुरा खुलाइएको थिएन, अहिले चाहिँ यो कुराहरू मजाले चाहिँ यस्तो कुराहरू खुलाएको चाहिँ देखिन्छ। त्यस्तै गरेर अर्को एउटा इम्पोर्टेन्ट कुराहरू के छ भन्दाखेरि कुनै पनि सहकारी संस्थाको ऋण लिँदाखेरि राखिएको धितो हुन्छ, त्यो धितोलाई पनि बैंक तथा वित्तीय संस्थामा पुनः धितो राखी ऋण लिने क्रममा चाहिँ त्यो ऋणीले जति ऋण लिएको छ सहकारी संस्थाबाट त्योभन्दा बढीको लोन चाहिँ सहकारी संस्थाले निकाल्न पाउँदैन भनेर क्लियरली यो प्रोभिजन राखिएको छ। तर यस्तो केसमा चाहिँ सञ्चालक समितिको आफ्नो धितो राखेर लोन निकाल्ने र कार्यालय प्रयोजनको लागि भनेको मतलब संस्थागत प्रयोजनको लागि प्रयोग गरिन्छ भने त्यसमा बाधा पुगेको छैन भन्ने कुरा पनि क्लियरली कुरा खुलाइएको छ है। पहिला के थियो भन्दाखेरि अलिकति ऋण दिएको भन्दा पनि बढी ऋण निकालेर सहकारी संस्थाले आफ्नो प्रयोजनलाई युज गर्ने चलन पनि थियो, अब त्यो चाहिँ रोकिएको देखिन्छ। र अर्को कुरा धितो बेसमा लेन्डिङ गर्दाखेरि एफडी लोन भन्ने हुन्छ, मुद्दती निक्षेप राखेको हुन्छ, त्यसमा 90% सम्मको चाहिँ हामी लेन्डिङ दिन सक्छौँ भनेको ऋण कर्जा गर्न सक्ने भन्ने प्रावधान राखेको छ। र अर्को कुरा चाहिँ महानगरपालिका र उपमहानगरपालिका हो भने 60% अफ द मूल्याङ्कन जुन चाहिँ मूल्याङ्कन कार्यविधि बनाएको हुन्छ, त्यो कार्यविधि मूल्याङ्कन अनुसारले बनाएको इन्जिनियरले गरेको मूल्याङ्कनको 60% भन्दा बढी दिन नपाउने भन्ने छ। त्यस्तै गरी
50% भन्दा बढी दिन नपाउने भनिन्छ नगरपालिकाको र भिडिसीको केसमा, गाउँपालिकाको केसमा चाहिँ देखिएको छ। तर यदि प्रोजेक्टको लेन्डिङ गरेको छ, प्रोजेक्ट गर्नुको लागि छ भने चाहिँ 80% सम्म फाइनान्स गर्न सकिन्छ भ्यालुएसन ग्रुपमा भनेर क्लियरली त्यो कुराहरू चाहिँ खुलाइएको छ। अब अर्को शेयर लोन चाहिँ एलाउ गर्न पाउँदैन भन्ने चाहिँ सरकारी संस्थाले आफ्नो शेयर भित्र राखेर अथवा आफ्नो सदस्यहरूले शेयर भित्र राखेर ऋण लिन पाउँदैन भन्ने कुरा चाहिँ क्लियरली गरिएको छ। र अर्को एउटा महत्त्वपूर्ण नयाँ एमेन्डमेन्ट के ल्याइएको छ भन्दाखेरि लोनको क्लासिफिकेसन कुरा छ। पर्फर्मिङ लोन र नन पर्फर्मिङ लोन भनेर छुट्याइएको थियो। पहिला कस्तो थियो भन्दाखेरि पर्फर्मिङ लोन जसलाई हामीले गुड लोन पनि भन्छौँ त्यो चाहिँ 1% मात्रै हुन्थ्यो। 30 दिनसँग रिपेमेन्ट आएको छैन भने पनि त्यसलाई 1% मात्रै प्रोभिजन राख्ने र त्यसलाई गुड लोन भनेर मान्ने भन्ने थियो। अर्को कुरा एफडी लोनको कुरा पनि त्यही भित्रले पर्थ्यो, पर्फर्मिङ लोन भित्रै पर्ने गएको थियो त्यो कन्डिसनमा। अहिले नयाँ प्रोभिजनमा कस्तो आइदियो भन्दाखेरि पर्फर्मिङ लोनमा चाहिँ 3 महिनासम्मको लागि पेमेन्ट गरेको छैन अथवा एफडी लोनको केसमा दिएको छ भने त्यस्तो केसमा चाहिँ 1% सम्म प्रोभिजन राख्ने भन्ने कुरा एक्जिस्टिङै छ। तर चेन्जेस के गरिदियो भने त्यसमा अब पहिला 1%, 45% र 100% को प्रोभिजनको सिस्टम थियो भने अहिले चाहिँ त्यसलाई ब्रेकडाउन गरेर सब स्ट्यान्डर्ड भनेर गराएको छ। सब स्ट्यान्डर्ड लोन लस प्रोभिजन राख्नुपर्छ सब स्ट्यान्डर्ड एकाउन्टमा, जसलाई चाहिँ 3 महिनादेखि 6 महिनासम्म पैसा तिरेको छैन भने त्यसलाई चाहिँ 25% को प्रोभिजन गर्नुपर्ने, 6 महिनादेखि 12 महिनासम्म पैसा तिरेको छैन भने त्यसलाई जसलाई डाउटफुल पनि भन्छौँ र त्यसलाई चाहिँ 50% सम्म प्रोभिजन राख्नु पर्यो र 12 महिना भन्दा बढी छ भने 100% प्रोभिजन राख्नुपर्ने प्रावधान अहिले राखिएको थियो। पहिला चाहिँ 35% राख्नुपर्ने अनि त्यसपछि 100% राख्नुपर्ने भन्ने थियो। 1%, 35% र 100% थियो भने अहिले 1% पर्फर्मिङ लोनको लागि भयो। त्यसै गरी 25% फेरि तपाईँको सब स्ट्यान्डर्ड, डाउटफुलको लागि 50% र फेरि मोर देन 12 मन्थ भन्दा बढीको डिफल्टर छ भने 100% प्रोभिजन राख्नुपर्छ, जसलाई लस पनि भन्छौँ भनेर यो सिमिलर टु बैंक जस्तै बनाउन खोजिएको छ। बैंक जस्तो बनाउनु यो अलिकति टाइट गरेर खोजिएकै हो जस्तो पनि लाग्छ मलाई। अब फेसिलिटेसन पनि दिएको जस्तो लाग्छ। पहिला चाहिँ 3टा स्ल्याब थियो भने 4 स्ल्याब राखिएको छ प्रोभिजनको लागि। अर्को कुरा 1 EMI डिफल्ट भयो भने इन्टायर लोन आउटस्ट्यान्डिङ जुन ग्रुपको छ त्यसलाई नै प्रोभिजनमा राख्नुपर्छ भन्ने प्रावधान पनि राखिएको छ। अर्को कुरा संस्थाले भागा नआएको वा नआएको कुनै पनि किसिमको खराब कर्जाहरूलाई प्रोभिजन गरेको छ भने त्यसलाई 100% प्रोभिजन गर्नुपर्छ। जस्तै थर्ड पार्टी कोलाटरल लिएर गरेको छ जुन चाहिँ गर्न नहुने थियो है त्यसलाई 100% प्रोभिजन राखिहाल्नु पर्यो भनेको छ। कोलाटरलै नलिएर गरेको छ अथवा ग्यारेन्टी बेसमा गरेको छ भने त्यस्तो केसमा पनि त्यसलाई 100% प्रोभिजन राख्नुपर्छ भन्ने कुरा खुलाइएको छ। भने अर्को कार्यक्षेत्र बाहिर गएर लगानी गरेको छ त्यसलाई पनि 7% प्रोभिजन राख्नुपर्छ भन्ने कुरा स्पेसली लेखिएको छ। र अब अर्को लोनको रिस्ट्रक्चरिङ गर्न सक्ने अधिकार दिएको छ, स्पेसिफाई गरेको अनुसारले गर्न सक्ने भन्ने कुरा छ। अर्को कोलाटरलको रिलिज गर्नु पर्यो। सबै ऋण चुक्ता गरिसकेको छ भने त्यो 7 दिनभित्रमा जुन बैंक र वित्तीय संस्थानको नियम छ 7 दिनभित्रमा त्यसलाई फुका गरिसक्नु पर्ने भन्ने चाहिँ वर्किङ डेजमा फुका गरिसक्नु पर्ने कार्यविधि यसमा पनि लेखिएको छ। र अर्को कुरा भनेको चाहिँ के छ भन्दाखेरि अनि हामीले चाहिँ सेलहरू नन ब्याङ्किङ एसेट भन्छौँ यता ब्याङ्कतिर भने यतातिर सरकारी संस्थातिर पनि नन कोअपरेटिभ एसेट भनौँ त्यसलाई। त्यस्तो खालको एसेटहरू लिलाम जाँदाखेरि पनि नबिक्री भएको र सरकारको एसेटहरू जतिसक्दो चाँडो बेचेर रिकभरी गर्नुपर्ने र प्रोभिजन चाहिँ 100% राख्नुपर्ने भन्ने प्रावधानहरू यसमा राखिएको छ भन्ने कुरा पनि यसमा गर्नुपर्छ। र अर्को मेन कुरा भनेको के छ भन्दाखेरि लिक्विड एसेट। लिक्विड एसेट भनेको कुनै पनि सरकारी संस्थाहरूले डिपोजिट उठाइरहेको हुन्छ। त्यो डिपोजिट उठाएको कम्तीमा पनि टोटल डिपोजिटको 15% टोटल लायबिलिटी चाहिँ अलवेज मेन्टेन भइरहेको हुनुपर्छ भर्ना भन्ने छ। त्यो 15% टोटल डिपोजिटमा के इन्क्लुड गर्न सकिन्छ भन्दाखेरि भर्ना भएको क्यास होइन, ब्याङ्क तथा वित्तीय संस्थामा राखेको क्यासहरू, गभर्नमेन्ट बन्डहरू भयो, एनआरबीमा लगानी गरेको फन्डहरू भयो, कोअपरेटिभ ब्याङ्कहरूमा लगानी गरेको फन्डहरू, एफडीहरू राखेको छ भने त्यसलाई पनि के गर्न सकिन्छ भन्दाखेरि त्यसको युज काउन्ट गर्न सकिन्छ भन्ने कुरा भयो। भनेको टोटलमा हामीले जनरली 15% पैसा चाहिँ टोटल लायबिलिटीको चाहिँ अलवेज रिटर्न गरेर राख्नु पर्यो, एट एनी पोइन्ट अफ टाइम रिटर्न गरेर राखिरहेको हुनुपर्छ भन्ने कुरा चाहिँ यसमा खुलाएको छ। र अर्को कुरा चाहिँ के छ मेन इम्पोर्टेन्ट कुरा थाहा पाउनुपर्ने कुरा भन्दाखेरि प्राइसिङको कुरामा म्याक्सिमम 6% भन्दा बढीको स्प्रेड राख्न पाइँदैन सेभिङको र अथवा डिपोजिटको र लेन्डिङमा पाइँदैन भन्ने छ। सबै ग्राहकलाई समान खालको प्रोडक्ट थियो भने एउटै खालको ब्याजको लगानी गर्नुपर्छ, ब्याज रेट लगाउनुपर्छ भन्ने कुरा पनि यसमा क्लियरली लेखिएको छ। र अर्को कुरा क्यापिटल एडिक्वेसी रेसियो भन्छौँ हामीले, जसलाई चाहिँ पुँजी कोष मेन्टेन गर्नुपर्ने हुन्छ त्यो 8% तोकिएको छ। अब यो समयमा चेन्ज पनि हुँदै गइरहेको हुन्छ होइन। र यसमा पुँजी कोषमा चाहिँ एउटा कस्तो छ भन्दाखेरि प्राइमेरी क्यापिटल र सप्लिमेन्ट्री क्यापिटल भनेर भन्छौँ हामीले। प्राथमिक पुँजी लाई भनिन्छ प्राइमेरी क्यापिटल भनेको। र अब सप्लिमेन्ट्री क्यापिटल चाहिँ प्राइमेरी क्यापिटल र सप्लिमेन्ट्री क्यापिटलको फरकहरू छ। यसको डिटेल चाहिँ सेपरेटली चाहिँ स्पेसिफाई गरेको पनि छ। सप्लिमेन्ट्री क्यापिटल म्याक्सिमम 1.5% अफ टोटल रिस्क वेटेड भन्दा बढी हुनु हुँदैन भनेर एउटा तोकिएको छ। रिस्क वेटेड निकाल्ने तरिका छुट्टै छ, त्यसको बाद सेपरेटली हामी डिस्कस गरौँला। र रिभ्यालुएसन रिजर्भ पनि म्याक्सिमम 2% अफ सप्लिमेन्ट्री क्यापिटल भन्दा बढी हुनु हुँदैन भनेर यो कुरा चाहिँ क्लियरली यस्तो कुराहरू चाहिँ स्पेसिफाई नै गरिदिएको छ अहिलेको यो नयाँ एक्टमा है। अर्को कुरा चाहिँ हामीले अब एउटा बुझ्नै पर्ने
कुराहरू कस्तो छ भन्दाखेरि हामीले रिजर्भहरू क्यालकुलेसनहरू गर्दाखेरि चाहिँ एउटा नयाँ पोलिसी के राखेको छौँ, यदि हामीले कुनै पनि थप खालको रिजर्भहरू गरेका छौँ जुन नर्मल रेगुलर प्रोभिजन भन्दा पनि एक्स्ट्रा प्रोभिजनहरू गरेका छौँ भने त्यो पनि रिजर्भ चाहिँ जोड्न पाइन्छ है सप्लिमेन्ट्री क्यापिटलमा भन्ने कुरा प्रोभिजन पनि राखिएको छ। र अब अर्को कुरा भनेको चाहिँ संस्थागत सुशासनको कुरामा चाहिँ कर्पोरेट गभर्नेन्सको कुराहरू छ, त्यसमा चाहिँ कम्तीमा पनि 33% चाहिँ वुमेन हुनुपर्ने डाइरेक्टरहरू राख्दाखेरि बोर्ड अफ डाइरेक्टर सञ्चालक समिति नियुक्ति गर्दाखेरि भन्ने कुरा पनि यसमा राखिएको छ। वान फ्यामिली मेम्बरबाट एकजना मात्रै हुनुपर्छ भन्ने कुरा पनि कुरा क्लियरली कुरा छ र म्याक्सिमम 2 टेनियरसम्म हुनसक्छ, त्यहाँभन्दा बढी हुँदैन। बोर्ड अफ डाइरेक्टर, मेम्बर, चेयरम्यान, भाइस चेयरम्यान, सेक्रेटरी हैन, लेखा समितिको कार्य संयोजक, यी सबै कुराहरूको म्याक्सिमम 2 टेनियर भन्दा बढी रिपिट गर्न पाइँदैन भन्ने कुरा भयो। र अपरेटिङ एक्टिभिटीमा बोर्ड अफ डाइरेक्टरले इन्टरफेयर गर्न पाउँदैन भन्ने यो त पहिलादेखि नै भइरहेको कुराहरू नै भयो। र अर्को इम्पोर्टेन्ट महत्त्वपूर्ण कुरा के छ, लेखा सुपरिवेसन गठन र जिम्मेवारी गर्ने भन्ने कुरा नयाँ प्रावधान राखिएको छ। यो भनेको चाहिँ लगभग अडिट डिपार्टमेन्ट खडा गर, सुपरभिजन डिपार्टमेन्ट पनि खडा गर भनेर चाहिँ लागू गरिएको देखिन्छ ठुलो सरकारीको केसमा है। अब यस्तो केसमा चाहिँ गरेको हुन्छ, यसको कार्यविधिहरू छुट्टै छ फेरि हैन, यसको फेरि यसमा हेरौँला हैन। अब आयो क्वालिफिकेसन अफ द सिइओ, बोर्ड अफ डाइरेक्टरको कुराहरू भयो, ब्रान्च म्यानेजरको कुरा भयो, म्यानेजमेन्टको कुराहरू, यो सबै कुराहरू स्पेसिफाई गरेको हुनुपर्छ भन्ने कुरा भयो। र यसमा चाहिँ लोन टेकन गरेको हुनु हुँदैन फ्यामिलीबाट। कुरा भन्दाखेरि यदि चाहिँ सिइओ, ब्रान्च म्यानेजरलाई, म्यानेजमेन्टलाई एपोइन्ट गर्ने केसमा चाहिँ लोन चाहिँ लिएको हुनु हुँदैन भन्ने कुरा छ फ्यामिली मेम्बरले। अर्को क्रिमिनल एक्टिभिटीमा इन्भल्भ भएको हुनु हुँदैन, ब्ल्याकलिस्टेड भएको हुनु हुँदैन, र कुनै अदर कम्पिटेटिभ कोअपरेटिभमा चाहिँ इन्गेज भएको हुनु हुँदैन, नो मेम्बर चाहिँ पोलिटिकल पार्टीको सदस्य भएको हुनु हुँदैन, र 21 वर्ष कटेको हुनुपर्छ। यदि ठुलो सरकारी हो भने ब्याचलर डिग्री कम्पलसरी पास गरेको हुनुपर्छ, र त्योभन्दा सानो सरकारी हो भने कम्ती +2 पास गरेको हुनुपर्छ भनेर स्पेसिफाई गरिदिएको अवस्था छ। र सिइओको टेन्युर चाहिँ 4 वर्ष कार्यकाल हुन्छ भनेको छ, र त्यसमा थप 1 वर्ष कार्यकाल थप्न सकिने भन्ने कुरा पनि देखिएको छ। तर यो 2 करोडसम्मको मात्रै चाहिँ ट्रान्जिसन हुन्छ भने यो चाहिँ लागू हुँदैन भनेर पनि यसमा क्लियरली लेखिएको छ है। फेरि यो 2 करोडसम्मको लागि अलिकति रिल्याक्सेसन दिएको अवस्था छ। र अर्को भनेको इन्टरनल अडिट डिपार्टमेन्ट चाहिँ कम्पलसरी राख्नुपर्ने अवस्था देखिएको छ, र यसमा चाहिँ प्रावधान राखिएको छ। त्यो प्रावधानमा चार्टर एकाउन्टेन्ट अथवा एसोसिए हैन, अथवा चाहिँ ब्याचलर डिग्री पास गरेको मान्छे, अनुभवी मान्छेलाई चाहिँ यिनीहरूले आन्तरिक लेखा परीक्षकको रूपमा चाहिँ राख्नुपर्ने, मेन्डेटरी रूपमा चाहिँ राख्नुपर्ने भनेर यसमा क्लियरली यो कुराहरू खुलाइएको छ हैन। लगभग मोटामोटी सरकारी संस्थामा आएका प्रोभिजनमा अहिले आएको चेन्जेसहरू यिनै चेन्जेसहरू हो। अब यसमा सबैभन्दा समस्याहरू के हुन सक्छ, कस्तो हुन सक्छ भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी छ जस्तो लाग्छ। एउटा समस्या मैले देखेको भनेको चाहिँ 50% अफ द टोटल लेन्डिङ चाहिँ एग्रिकल्चर सेक्टरमा, इन्डस्ट्रीमा अथवा उद्योगमा, व्यापार व्यवसायमा लगाउने भन्ने कुरा चाहिँ धेरै सरकारीमा कम्प्लाई अलरेडी गरि नसकेको अवस्था हुन सक्छ। त्यसमा नेक्स्ट 1 इयरमा कम्प्लाई गरिहाल्नु, लिमिटमा ल्याइसक्नु पनि चुनौती जस्तो देख्छु मैले एउटा चाहिँ। अर्को कुरा भनेको प्रोभिजनको पार्टमा पनि अलिकति रिल्याक्सेसन दिएको छ। पहिला 1%, 35% र इक्विटी 100% थियो भने अहिले 25-50 सहयोगको प्रोभिजनहरू राखिएको छ। त्यो कारणले गर्दाखेरि पनि अलिकति प्रोभिजनहरू पनि प्रोभिजनलाई पनि यसले इफेक्ट गर्छ कि भन्ने खालको चाहिँ देखिएको छ भनेको प्रोफिटमा, जसले चाहिँ डाइरेक्टली प्रोफिटमा चाहिँ हिट गरिरहेको हुन्छ भन्ने कुरा पनि देखिन्छ। र अर्को चाहिँ यो इन्टरनल अडिट डिपार्टमेन्टहरू राख्ने भनेको चाहिँ यो अलिकति अझ राम्रो कन्ट्रोल गर्न सकिन्छ, के कम्प्लाइन्सहरू बढी फलो गराउन सकिन्छ भन्ने खालको प्रावधानै हो जस्तो लाग्छ मलाई। त्यो पनि राम्रो पक्षको कुरा भयो हैन। र अनि अर्को कुरा, मुख्य कुरा भनेको एउटा त्यो मैले धितोको कुरा पनि गरेको थिएँ। यो कुरा ऋणीको धितोलाई राखेर उनीहरूको ऋण भन्दा पनि कोलाटरले धाने भ्यालुसनले भ्याने भने धेरै ऋण लिएर सरकारले प्रयोग गर्ने कार्य गर्छ, जसले गर्दाखेरि भोलि सरकारी यदि जोखिममा गएको अवस्थामा चाहिँ त्यो ऋणी मान्छेको कोलाटरल चाहिँ आफ्नो ऋण भन्दा पनि बढीको धितो चाहिँ लिएर गएको जान सक्ने अवस्था थियो, त्यो चाहिँ अहिले चाहिँ रोकिएको छ। त्यो पनि एउटा राम्रो पक्ष राखिएको छ। अब यसमा राम्रा पक्षहरू पनि छन्, चुनौतीहरू पनि छन्। अब यी सबै कुराहरूलाई मिलाएर जानुपर्ने अवस्था देखिन्छ। र यो सँगसँगै सरकारी विभागलाई एकदमै बढी स्ट्रिक्टली नियमन गर्ने कुरा पनि यसमा खुलाइएको छ। र अर्को कुरामा के भनेको छ भने 50 करोड भन्दा बढीका ट्रान्जेक्सनहरू गर्ने केसमा चाहिँ राष्ट्र ब्याङ्कले डाइरेक्ट निगरानी गर्ने भन्ने कुरा पनि यसमा क्लियरली रूपमा खुलाइसकेको कारणले गर्दाखेरि यो सरकारी संस्थाहरूलाई चाहिँ नियमन निकाय नै राष्ट्र ब्याङ्कले गर्न सक्छ भन्ने कुरा क्लियरली लेखिएको छ। 50 करोड भन्दा माथिको केसमा पनि त्योभन्दा सानोमा पनि अझ केही प्रोभिजनहरू थप पनि आउला हो। यो अब हामी के बुझ्नु पर्यो भन्दाखेरि सरकारी संस्थाका साथीहरूले चाहिँ यसलाई हामी जति सक्दो ट्रान्सप्यारेन्ट हुन सक्छौँ त्यति नै हाम्रो लागि बेनिफिट हो। देयर इज नो चोइस, कुनै पनि चोइस छैन, कुनै पनि अप्सन छैन जस्तो लाग्छ मलाई। ग्रेजुअली सबै कुरा मिलाउँदै जानुपर्छ है, मिलाउँदै जानुपर्छ र मिल्दै पनि जान्छ। किन कस्टमरहरूलाई अवेरनेसहरू गराउनु पर्ने हुन्छ हामीले हैन, हाम्रा मेम्बरहरूलाई अवेरनेसहरू गराउनुपर्छ, अनि त्यो अवेरनेस प्रोग्रामहरू चलाउनुपर्छ जस्तो लाग्छ मलाई। अनि बिस्तारै एकैचोटि चाहिँ नहोला, बिस्तारै 6 महिना, वर्ष दिन, 2 वर्षमा यो चाहिँ ट्र्याकमा ल्याउनु नै पर्छ। विकल्प देखिदिनँ मैले, किनकि पब्लिक फन्ड प्रोटेक्सन इज द प्राइमेरी रेस्पोन्सिबिलिटी अफ एनी कोअपरेटिभ अथवा ब्याङ्क तथा वित्तीय संस्थाको सबैको एउटै उद्देश्य हो है। यो कारणले हामीले यो सरकारी संस्थामा के कुराहरू एकदमै गाह्रो खालको चाहिँ प्रावधान आइदियो, हामीले चाहिँ लागू गर्दै नसक्ने खालको प्रावधानहरू छ भने त्यसको बारेमा हामीले अपिल पनि गर्नुपर्छ। मैले त्यसमा पनि त्यो
100% चाहिँ मानेर जानुपर्छ भन्ने आउँछ हुँदैन। र कतिपय साथीहरूको कस्तो पनि देखिएको छ भने सरकारी संस्थाको विद्यमान जुन एउटा उद्देश्य थियो चाहिँ यो स्थापना गर्नेको त्यो उद्देश्य भन्दा पनि बाहिर गएर खालको यो प्रोभिजनहरू आयो कि भन्ने खालको कुराहरू पनि देखिएको छ। अब मैले पनि यसो हेर्दाखेरि अहिले बैंक तथा वित्तीय संस्थाको सिमिलर टाइपको प्रोभिजनहरू बढी चाहिँ एट्र्याक्सन गरेको जस्तो देखिन्छ अहिलेको यो कार्यविधि हेर्दाखेरि पनि। यसमा पनि त्यो किन लाग्यो भन्दाखेरि अहिले जुन एकदम विकराल अवस्थाहरू देखियो, धेरै पब्लिक फन्डहरू मिसयुज भएको देखियो, त्यो कारणले गर्दा ल्याएको जस्तो लाग्छ। यो समय अनुसार सुधार हुन पनि सक्छ, यसमा चाहिँ त्यति आत्तिहाल्नु पर्ने जस्तो मलाई लाग्दैन। तर यसको चाहिँ जति राम्रो कार्यान्वयन गर्यो त्यति बेनिफिसियलै हुने खालको देखिन्छ भन्ने मेरो चाहिँ बुझाइ र ठम्याइ छ। अब यसमा तपाईँहरूलाई केही त्यस्तो छ कन्फ्युजनहरू भने चाहिँ मलाई कन्सल्ट गर्न पनि सक्नुहुन्छ। हस्, धन्यवाद।